हाल अमेरिकामा बस्दै आउनुभएको मिनबहादुर गुरुङले आफ्नो गोर्खामा भएको जग्गा असली सुकुम्बासीलाई दान दिने र घर बनाइदिने घोषणा गर्नुभएको छ। ल भिडियो हेर्नुहोस् त। मैले मेरो व्यक्तिगत तर्फबाट 5वटा सुकुम्बासी परिवारलाई चाहिँ घर बनाइदिने जिम्मा मेरो भयो है। यो चाहिँ के छ भन्दाखेरि नि, ल यदि तपाईहरु कुनै पनि सुकुम्बासीहरु साँच्चीकै असली सुकुम्बासीहरु जो अहिले विस्थापित भएको छ काठमाडौँबाट हैन, तपाईहरुलाई यदि साँच्चीकै दुःख गरेर खानको लागि आफ्नै लागि घर जग्गा जमिन सबै कुरा चाहिन्छ भने मैले मेरो गोर्खामा भएको घर र जमिन म तपाईहरुलाई मेरो जमिनमा चाहिँ मजाले लाइफ टाइम भरि बस्नको लागि सबै कुरालाई म पास गरेर दिने मेरो एउटा के रे बाचा भयो हैन। तपाईहरुलाई चाहिँ म गोर्खामा जब तपाईहरु बस्छु भन्नुहुन्छ नि, म 5 जनाको परिवारलाई मैले भनिरहेको छु नि, अहिले पनि 5 जनाको परिवारलाई चाहिँ मैले घर बस्ने ठाउँदेखि लिएर जग्गा जमिन सबै कुरा खेतीबाली लाउनको लागि प्रत्येक वर्ष बिउ बिजनको लागि पैसा हैन, हरेक वर्षमा चाहिँ म सहयोग गर्ने मेरो प्रतिबद्धता सहित म तपाईहरुलाई चाहिँ एउटा ठाउँमा चाहिँ एकदमै स्थापित गरिदिन चाहन्छु। यदि तपाईहरुले मनदेखि चाहनुहुन्छ भने फिटमिनलाई मेन गुरुङलाई चाहिँ कन्ट्याक्ट गर्नु होला। जय नेपाल।